Spider vlog. Good morning from Sailung. हामी अब माथि सैलुङको लागि चढ्दैछौँ तर बिहानै चढ्नलाई हुसु वाइल भएर हामी चढ्न पाएन अनि काले के छ ठिक छ उसको टाउको दुखिरहेछ अभिषेक भाइ राहुल गुरुङ व्हाट्स अप ल अब हामी निस्किने हैन त भुट गर्दैछ हैन त अभिषेक यो मलाई त भुट गर्दैछ लाग्थ्यो क्या गाइस यो हेर्नु न ल गाइस अब होइन बिस्तारै हामी निस्किँदैछौँ आज मेरो फेरि चिसोले खुट्टा दुखेर स्टिल छ नि त मेरोमा खुट्टा दुखेर पुरै राति मलाई कटकट खाइदिएर त्यही पनि जबरजस्ती म हिँड्न खोजिरहेको छु अब जबरजस्ती गरेर निस्किनु पर्ने हुन्छ बाहिरको भ्यू हेर्दै पनि होइन गाइस सोच्छ रहेछ त्यही भएर नचढेको हामी के हो यो चाहिँ ओहो बवाल सिट परेछ है दुइटा भयो अर्को एउटा खोइ त यसको हो अर्को यहाँ छ बवाल सिट लागेको छ बाइकमा नि गाडी सरी सबै आउने रहेछ अझै अमरयाङ रिगाबेर पनि मैले भ्लग लिनु पनि थियो नलिएर गल्ती गरेछु हाम्रो अङ्कल त घोडा चढेर आउनु भएको छ बिहान बिहान घोडा चढ्दा मजा आउँछ नि काका है ल माथि नै जाने हो काका हिँड्न सकेर लास्टै खुट्टा दुखेर यो खुट्टा आज वाट्सअप काले कतिको चिसो लागिरहेछ मोबाइल चाहिँ केटाहरू फेरि यहाँ केही चक्लेटहरू किन्दैछ गीत गाउँदै हिँडिरहेछ होइन मजा त यही त हुने नि हामी 1 घन्टामा पुग्दैन दिदी 1 घन्टामा पुगिन्छ है दिदी 1 घन्टामा पुगिन्छ है दिदी गाइस यो चाहिँ हाम्रो नेपालको ग्रेट वाल होइन केटा हो नेपाल मिनी बनाएको छ नेपालले नि गर्छ केही त फेरि कहिले काहीँ त यहाँको उहरूले गरे होला सायद यो तर दामी रहेछ चाइनाको ग्रेट वाल पनि जानु त पर्ने हो है रमाइलो हुन्छ होला चाइनाको त एक साइड त पुरै ग्रेट वालले भरेको छ क्या अरे बोर्डरै बनाएको छ पहिला वारको बेलामा टिबेटनहरूले म यहाँ पुरै अब भिडियो खिचिरहेको फोटो कहाँबाट खिच्ने म ल यहाँ बस ल यहीँबाट हानिदिन्छु ल केटाहरूको पोज चाहियो है ओ निन्दा मार्क्स लगाएर काले के हो 1 2 3 गो ल जाउँ कस्तो चाहिँ ठाडो यार बाबा 1.5 घन्टा लाग्छ भन्छ यार पुगिन्छ होला तर ऊ चाहिँ अब यार मगर होइन फिल्ममा होइन हिरोको रोल खेल्न नपाएको मान्छे गाइस म चाहिँ यहाँको राजा थिएँ पहिला होइन मेरो सेनापतिहरू एकजना यसरी लुकेर पुरै वार खेल्थ्यो पहिला मेरो केटाहरू होइन म चाहिँ आइपुगे हुँदैन थिएँ नेपाली पऱ्यो नि त होइन काले तर घुसो बवाल आयो अघिको त्यो एन्टीले त भेटेको थियो है त्यहाँ एन्टी 2 घन्टा भनेर भनिदिएर गुम्बामै पुग्छ एन्टी केटा पुग्छ है घुसो चाहिँ खतरा लागेको छ आज घाम लाग्दैन कि एन्टी दिउँसो न त लाग्दैन एन्टी हिउँ पला जस्तो केटा हो आज त हिउँ पला जस्तो त नि सबै हान्दिने ओ माई गड यतिको बाटो इजी हो इजी नै हो 1 घन्टा भने भन्छ होइन त काले आउने आउँदैन म त हिँड्ने पो भयो त यताबाट चाहिँ महादेव गुफा जाँदैछ यताबाट चाहिँ जाँदैछ यताबाट चाहिँ रुखहरू चाहिँ खतरा खतरा है
टाढा छ बा कतिको टाढा छ तल गएको जति नै छ हो त्यति नै छ यहाँनिर चाँडै आइपुग्नु भएछ माथि स्टिल हालिरहेको छ मेरो खुट्टामा हिजो चिसोले अलिकति खुट्टा दुख्दिरहेको क्या अलिकति भइरहेछ आउँदैछ तिनीहरू छोडेर आइदिएको म त कति वर्षको भयो यो अहिले 4 वर्ष हुँदैछ 4 वर्ष हुँदैछ सलिङ आइपुगेछ गाइस आज भ्यू चाहिँ राम्रोसँग देखिँदैन है बा दिउँसो खोल्ला फर्किनु पर्ने हुन्छ कहाँने भएको भए पुरै समात्न थालिसक्थ्यो राम्रो रहेछ बटे लाइन अहिले निस्किन्छु ल है पुरै फोटो सेसन चलिरहेछ गाइस होइन यहाँ पुरै पोज दिइरहेछ एकजना होइन एकजना दुईजना पुरै त्यहाँ अब राम्रो आएन राम्रो आएन भन्ने भनिरहेछ होइन ओ अब यार मगर मोटो यसै पनि पिउदिउला पोजदेखो यो हो नि त पोज एउटा अर्को त्यहाँ छ एउटा पुरै क्यामेराम्यान छ राम्रो आयो फोटो राम्रो आयो खै हेरौँ त खै ठिक छ ल हुसो त वाइल लाग्यो है ढुङ्गा महादेव रे तल वाइल हुसो लगाइदियो क्या लाइनी भन्दा बेसी नै हुसो लाग्यो यार होइन त केटा फोटो सेसन फेरि चलिरहेछ यता मोडलहरू गाह्रो छ अझ सक्छ त अब केटा हो अब यार मगरलाई बाबालो ल एकछिन वेदर चेन्ज भइरहेछ गाइस ठाउँको ठाउँ घाम लगाएर अलिकति हुने होइन त केटा हो ओहो 4 जना के हो पुरै पोज दियो क्या फोटो फोटोको लागि कत्रो छ 2 घन्टा लाग्यो हामीलाई नि जतिखेर पनि गिद्दी हाने गर्ने पुरै यो राहुल त यार गुरुङको बच्चा हट काहीँ घाम लाग्छ काहीँ के हुन्छ अब 10 मिनटमा पुग्दैन होला त म पुरै मन्दिर देखिरहेको थिएँ क्या एउटा मन्दिर पनि देख्नु छोड्यो खत्रै देखिन्थ्यो क्या ऊ के भन्छ यो वेदर क्लियर भयो भने चाहिँ सुरु आएर खत्तम भयो ठिकै छ रमाइलो भइरहेछ थाक्यो तर लास्ट चाहिँ सहिलो ट्रेको खुट्टाले गरेर चाहिँ खत्तम भयो क्या गाइस यहाँ छ मन्दिर चाहिँ गुम्बाले यहाँ टावरमा एउटा लामो बस्नुहुन्छ अरे जतिजना आयो भने चिया खानलाई फ्री रे चिया त्यतिकै दिनुहुन्छ अरे भनेर भन्दैछ तल गाइन्टले यहाँ चाहिँ के रहेछ होइन
बित्तिकै नाइटो हो यो बिच्चो होला एकैछिनमा भुसो लाग्छ एकैछिनमा खोल्छ यार दिमागै आउट भइसक्यो यार त्यो अर्कै फोटो हो अब फाइनल आइपुग्यो गाह्रो है तर हिँड्नु गाह्रो कस्तो भइरहेछ मुनाको पोइ कस्तो भइरहेछ हो न बारीहरूलाई जिस्काएर हुन्छ काम लाग्यो भने त खत्रै देख्छ कि है भाइ काम लाग्यो भने चाहिँ खत्रै देख्छ क्या त्यो हाइट चाहिँ कति रहेछ यहाँको चाहिँ निस्किनुपर्छ है चिसो भयो लास्ट चिसो भयो अब चाहिँ खुट्टा अलिकति दुखिरहेको थियो अगाडिबाट चाहिँ दाबे रहेछ सोलाएर क्या अलिकति दर के भन्छ दर डोनेसन आएछ है है काले डोनेसन धेरै आएको छ नि अगाडि छ अब चाहिँ यहाँ निस्किनुपर्छ नि काले यहाँ निस्किनुपर्छ दुईजना माथिबाट आइरहेछ एकजना उहाँ पुगिरहेछ मान्छे गाह्रो हो क्या त्यो त्यसले नपठाइदिएर क्या काम लाग्यो है अलिकति भए पनि भ्यू अलिकति भए पनि देख्यो ओइ काले गाइस हामी यहाँ यो ठाउँको नाम के अरे काले गुप्तेश्वर के अरे महादेव गुफा यहाँ पनि आइयो कहाँ ल्याइस् भने हराइदिएर क्या ल त्यत्रो पहाड झरेर ल्याइदिएर ल गाह्रै भयो क्या अब जा अब लास्टमा चाहिँ होइन त्यो एउटा मात्र पहाड झरेछ अरे हो भने भन्दा कहिले यार हराउनु हराइदियो भने कहाँ हो क्या अब पुग्यो कहाँ हामी त्यही भने त्यत्रो जङ्गलबाट निस्केर हिँड्ने म कसम यार कहाँ ल्याए बारी पो रहेछ ए केटी हिँडाइरहेछ अब नेटवर्क छैन ओए गुरुङको बच्चा लिएर जा भनेर